यो के खाले मार्क्स हो ग्रीष्म? यो किचनमा बनाउँदाखेरि दारी नगिरोस् भनेर मैले केक हान्न लागिरहेको छु अब। केक हान्न? केक हान्न। कता? सिङ्गिङ अफ BHM 22 सिङ्गिङ हान्ने साइनिङ रहेछ। ए आमामामामामामा कार्यक्रम फेयरवेल त यो भन्दा ग्रान्ड हुनु परेन भने कहिले हुने त्यो के हो यहाँ त यस्तो ल्याउनु तिम्रो पनि सर्ट चाहिँदैन किस हेलो गाइज व्हाट्स अप वेलकम ब्याक टु माई च्यानल आई होप तपाईँहरू सबजना सन्चै हुनुहुन्छ होला। म मेरो साथीहरू पनि सबजना सन्चै छौँ। आज चाहिँ हाम्रो ब्याचलर कलेजको लास्ट दिन। यसपछि चाहिँ हामी साथीहरू यसरी ड्रेसमा कलेजै आइँदैन, एक्जाम छ सिधै राधे होइन। अन्तिम दिन छ, केक सेक बन्दैछ होइन, बेकरीको कुराहरू हामी आफै बनाउँदैछौँ अनि सेलिब्रेट गर्ने प्लानिङ छ। भित्र चाहिँ सब भइरहेछ कामहरू होइन, यी केटाहरू निस्किरहेछन् टक्क। के छ आज अन्तिम दिन? केही भन न चार शब्द। यस्तो भन न, आज अन्तिम दिन होइन, तिमीलाई कस्तो फिल लागिरहेछ? के छ? कस्तो फिल लागिरहेछ भने मसँग फिल लागिरहेछ ल अहिले चाहिँ हामी हाम्रो बेकरीमा छौँ होइन, अनि यहाँ केक बन्दैछ, जुन केक हामीले काट्छौँ नि। केक चाहिँ यहाँ छ, हाम्रो नरेश सेफले बनाउँदै हुनुहुन्छ। सबैजना यहाँ छ नि, काम गर्दै, आधी काम गर्दै आधी बस्दै। मैले गरिसक्यो तेरो हो भाइ एउटा चाहिँ मैले गरेको छु ल, मैले भित्र खाएको माछासँग कस्तो मैले ल ए भाइ तैँले यही यार खाएको होइन चिया? हेर्न अनुहारमा फगुवा। यहाँ छ हाम्रो सुभाष साथी। सुभाषले अघिदेखि मैले इन्ट्रो दिँदाबाटै यही चक्लेट बनाएको बनाइ छन् होइन। अहिले पनि बनाइरहेको छ। जाहेर नराम्रो भएको छ, अहिले हेरेपछि राम्रो बनिसकेपछि राम्रो देखिन्छ है। यो राम्रो देखेको छ नि एकदम। मलाई चाहिँ त्यस्तो दुःख लागेको थिएन, तर हिजो चाहिँ साइन गर्ने होइन, सबैले वाइट सर्ट लिएर आऊ ल भन्दाखेरि चाहिँ रेडी गर्दाखेरि चाहिँ कस्तो नराम्रो लाग्यो। आँसु झर्न मात्र बाँकी हो। प्लिज मेरो उसलाई पनि सब्सक्राइब गरिदिनु होला। ए ओके। अनि मेरो उसको नाम चाहिँ सृष्टि डायरी हो। थ्याङ्क यू। फेयरवेल भएर हो आज। फेयरवेल होइन क्या, आज क्लोजिङ सेरोमनी हो। क्लोजिङ सेरोमनी पो। फेयरवेल त यो भन्दा ग्रान्ड हुनु परेन भने कहिले हुने त्यो चाहिँ? सर हाम्रो यसलाई फेयरवेल मानिँदैन। यहाँ के हुँदैछ? ओहो यतिको चाहियो नि त। हेर्न मास्क यो के खाले मार्क्स हो ग्रीष्म? यो बुर्खा यो किचनमा बनाउँदाखेरि दारी नगिरोस् भनेर गाइस हाम्रो केक चाहिँ रेडी भइसकेको छ। सृष्टिले डेकोर गर्दैछ। डेकोर गर्ल साइनिङ अफ BHM 2023। दामी 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 एकदम बवाल फेयरवेलको दिन राम्रो काम गर्दै हुनुहुन्छ ल। सरसफाइ हुँदैछ। केक सरी खोइ ले त एक बाइट लिन राम्रो एकदम बवाल दिप झाडु एकदमै खत्रै पारामा डिप क्लिन भइरहेछ यहाँ। बेकरीको सब काम सक्यो होइन। सिङ्गिङ अफ BHM 22 सिङ्गिङ हान्ने ए साइनिङ रहेछ हल्का यस्तो या कस्तो या सबैभन्दा ज्ञानी सोझो भनेको मान्ने मान्छे यो हुँदै होइन। के गर्दैछौ तिमीले चाहिँ? चटपटे स्नेहाले चाहिँ एकदम इन्सपायर गर्छ मान्छेलाई भाँडा मान्न। यसरी गरौँ न त। थाहा छैन, तिम्रो गोरोपनले मेरोमा लाइट दिन्छ कि म नि गोरै आउँछु। उसले टिका किन लगाएर आज? तिम्रो लागि पर्दा बसेर यस्तो नभन न यार। ल गाइस हाम्रो चाहिँ क्लिनिङहरू सकिएर अब चाहिँ सेटअप भइसकेको छ। तपाईँहरूलाई म सेटअप देखाउँछु है त। यस्तो छ है, टक्क रेडी भइसकेको छ। अब चाहिँ रमाइलो गर्न बाँकी छ। साथीहरू यहाँ बसिरहेको छ। यी यहाँ छन् सबजना। हजुर
राम्रो छ है सेटअप आज हाम्रो काम गर्दा गर्दा बिजोग भयो हैरान भयो बोला तल आज 1 बजेसम्म हैरान भयो बिजोग भयो गाह्रो भयो साह्रो पर्यो। यहाँ हुनुहुन्छ हाम्रो सुदन सर हाम्रो कोअर्डिनेटर सर र सर हाम्रो ब्याचको बारेमा केही भनिदिनु न त ल। ब्याजको बारेमा के भन्ने हल्का हाल्दैन न सर यो ब्याज चाहिँ नि यो के हो यो ब्याज सब उड्ने भइसक्यो। अब उड्दा उड्दै कोही कहाँ उड्लान् कोही कहाँ उड्लान् त्यति हो। के छ तिमीहरूको धारणा के छ यसमा केमा सरले भनेको कुरामा? सर थियो तर स्विट थिएन। कही सबजना यही छ नि। मारेको छ त। एकचोटि केही शब्द बोल्न यता आइज केही शब्द बोल्न तेरो। एके सर तपाईँको बारेमा केही शब्द हाल्नु। हेलो हेलो यु टेक माई इन्टरभ्यू। ओ वाट इज योर नेम ब्रदर? माई नेम इज तलुष्ट आई एम फ्रम टिबटी कलेज। मैले हो कहाँ खाएँ। दिस इज आवर प्र्याक्टिकल कल्ड फेयरवेल प्रोग्राम हैन? या ब्रदर या and we have done so many stuff shit like that man. हाम्रो उ त ऱ्यापरको उसमा केही भनिदिनु रे केही शब्दहरू ब्लगमा उयो ऱ्यापर एकदम राम्रो छ खतरा छ एकदम राम्रो गाउँ छ मान्छेको खतरा ऱ्याप हान्छ। बब्बाल एउटा हालेर देखाइदियो त हालेर भएको सर बनाएर जानुभयो बेलबेडीको काम घर। कस्तो छ त केक मिठो छ? ओ यहाँ त पहाडै रहेछ त नि। ओहो ल ठिक छ ल ए ठिक छ। कस्तो छ त मेहनतको फल? दामी छ। ल अब चाहिँ खाना आदियो है त। यहाँ केटाहरूले खाँदैछन् टक्क सबजना लाइनमा बसेर है। कस्तो छ खनाल बबाल? ल है त यहाँ सर्ट कोर्ने कार्यक्रम हुँदैछ। यो स्नेहालाई त चारैतिरबाट घेरे छन् त। ओहो आज त पुरा सेलिब्रेटी फिल भइरहेको क्या हो। ल चौधरीले लेख्दैछ मेरोमा। यो मोमेन्टलाई एक्सप्लेन गर त। के भन्नु यार, अब यो मोमेन्ट लास्टै नै क्रुसियल हुन्छ लाइफको अगाडि गएर होइन। जहिले होटेलमा म्यानेजरले गाली गर्दै यहीहरूसँग पढिन्थ्यो यार, यिनीहरूले नै गाली गर्दै यहाँ नै आएर गाली नै गर्दै त्यति हो। यो मोमेन्टलाई एक्सप्लेन गर न त। रमाइलो थोरै नरमाइलो। रिना केही भन नि त, तिम्रो मनमा के छ? निशब्द छौ, केही थोरै 2-3 शब्द घर गएर अनि भिडियो हेर्दा सम्झिन्छु। साथीले मलाई यो 3 वर्ष ब्याचलरमा जसले साथ दियो त्यसको लागि थ्याङ्क यू। आई विश यु भन न केही सेयर गर न तिम्रो। रमाइलो भयो झगडा धेरै गर्छ पछि इन्टरभिउबाट आएपछि रमाइलो भयो 3 इयर्स। अब फेरि 1 इयर पछि भेट्नुपर्छ इन्टर्न गएर आएपछि, अनि फेरि यस्तै रमाइलो गर्नुपर्छ। त्यही हो, अब बिर्सिनु चाहिँ भएन कि है। ओभरअल एकदमै रमाइलो भयो ब्याचलर लाइफ होइन। साथीहरूसँग धेरै मेमोरीहरू बनाइयो, लाइफ लङ फ्रेन्डसिप पनि कमाइयो होइन। मैले लेख्नु पर्दैन ठिक छ लेख नि त, तिमीले यहाँ लेखिसक्यौ। डले दाइ होइन के दादाको नाम एके दादालाई विश लक विश गर्ने होइन विश लक के लभ विश के गर्दिन त्यस्तो। एट द एन्ड यही हो होइन मेमोरी भनेकै। खै कपिल बड्डोमा लेख्छु ओहो सरै ल के लेख्दैछ मेरोमा सरैले केटाहरूले आठ त खै कतानिर छ यसले लेख्दै लेख्दैन यार। ल एकदमै मेरो मिल्ने साथी सृष्टिले लेख्दैछ होइन। यहाँ के लेख्दैछ हो सृष्टिले? यस्तो मैले पढेको पनि छैन, एकैचोटि पछि पढौँला होइन। यु विल बी मिस्ड। सो गाइज फाइनली वी ह्याड अ ह्याप्पी इन्डिङ होइन। सो सबजनाले सर्टमा कोर्ने पनि गऱ्यौँ होइन साथीहरूसँग। बवाल रमाइलो भयो होइन। सो यही हो मेमोरी क्रिएट गर्दै जाने हो होइन। यस्तै छ लाइफ होइन।
सो तपाईँहरूलाई भिडियो कस्तो लाग्यो मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला यस्तै यस्तै राम्रो राम्रो भिडियो बनाउँदै आउँछु म यो चाहिँ मेरो ब्याचलरको अन्तिम दिनको भ्लग सो कस्तो लाग्यो कमेन्ट गर्नु होला सी यू गाइज इन नेक्स्ट भ्लग टिल देन लभ यु अल जय नेपाल जय युट्युब बाई